तपाईहरुलाई फिश मन पर्छ भने चाहिँ यो बिहाई स्टाइल फिश करी चाहिँ ट्राई गर्नु नै पर्छ। यो रेसिपीसँग चाहिँ लभ नै पर्यो मेरो किनकि यस्तो मिठो थियो स्पाइसी थिक ग्रेभी टेन्डर माछा एभ्रिथिङ अबाउट दिस फिश करी इज वाउ। सो त्यसको लागि चाहिँ मैले फर्स्टमा माछालाई म्यारिनेट गरेँ त्यसपछि एउटा पेस्ट बनाएँ मसलाको। म चाहिँ इन्ग्रिडियन्ट्सको लिस्ट चाहिँ सबै क्याप्सनमा लेखिदिन्छु। त्यसपछि चाहिँ मैले माछालाई फ्राई गरेँ हाफ तोरीको तेल हाफ सनफ्लावरको ओइलमा। माछालाई डिप फ्राई चाहिँ गर्नु पर्दैन किनभने ग्रेभीमा अझै हामीले पकाउँछौँ। अर्को कराईमा थोरै तेल मस्टर्ड सिड्स अनि वेजेस गरेर काटेको गोलभेडा धनियाँ अनि अघिको पेस्ट हालेर मजाले पकाउने। अनि अब मसला पाकिसकेपछि त्यसमा खुर्सानी र बेसार हाल्ने अनि पानी हालेर बोइल गर्ने नुन पनि हाल्ने स्वादअनुसार। अनि यसमा काटेको काँचो गोलभेडा हाल्ने ग्रिन चिलिज धनियाँको पत्ता एकैछिन चलाउने त्यसपछि चाहिँ अघि फ्राई गरेको माछालाई हाल्ने अनि लो फ्लेममा चाहिँ 5 to 7 मिनट्स चाहिँ पकाउने अनि त्यसपछि त रेडी। तपाईहरु पक्कै ट्राई गर्नु होला है।